सम्मानित अदालतको काठघरामा उभिएर म निर्दोष छु भन्ने प्रमाण पेश गर्दैछु श्रीमान। साँच्चै श्रीमान, म निर्दोष छु। उनले र मैले सहमतिमै एकान्तमा भेटघाट गरेकै हो। सँगै बाँचे बाँच्ने, मरे सँगै मर्ने भन्ने कसम खाएकै हो। अनि नढाँटी भन्नुपर्दा लुकी चोरी दुध दही र मही खाएकै हो श्रीमान। श्रीमान, के उनीलाई छातीभित्र मुटुमा सजाउन अपराध हो? जुनेली रातमा हात समाउँदै रङ्गीन सपना देख्नु अपराध हो? अनि झरनाको पानी जस्तै चोखो र हिमालको बतास जस्तै शीतल प्रेम गर्न अपराध हो? श्रीमान, यदि प्रेम गर्न अपराध हो भने चराले बचेरालाई गुडसम्म चारो लान निषेध गरियोस्, गाईले बाछोलाई दुध चुसाउन प्रतिबन्ध लगाइयोस्, अनि हिमालदेखि पहाड र पहाडदेखि तराईको सम्बन्ध विच्छेद गराइयोस् श्रीमान। श्रीमान, यदि प्रेम गर्नु अपराध हो भने मैले उनीलाई गरेको प्रेमभन्दा मलाई मेरी आमाले 1000 गुणा बढी प्रेम गर्नुहुन्छ। तसर्थ श्रीमान, सर्वप्रथम मेरी आमालाई अपराधी ठहर गरियोस् अनि सजाय कबुल गरियोस् श्रीमान। नमस्कार, म नवराज श्रेष्ठ। सम्मानित अदालत शीर्षकको कविता हेरेर सुनेर कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।